और तो दूसरे लोग उसके ऊपर चुप कराने की कोशिश कर रहा था। सायद मलाई लाग्छ ती मानिसले यसरी भन्यो होला, शायद मुझे लगता है वो लोगों को ऐसा कहा होगा, ए अन्धमा तुलाएर बस, ए अल्लाह तू चुप करके बैठ, किन यसरी यीशुलाई त बोलाउँछस्? क्यों इस तरह यीशु को तो बुला रहा है? या विभिन्न तरिकाले मानिसले भन्यो होला।
सूर्यको प्रकाशमा हावाको गतिमा यस्तै छ, यस्तै नै हो, यस्तै छ, यस्तै नै हो। प्रभुको राज्य, प्रभुको काम, प्रभुको राज्य, प्रभुको यसैले गर्दा यो 4 दिन 20 वर्षलाई कायम राखी तपाईलाई गर्नुमा युद्धि जातिले चेक्न खोजे युद्धि जातिले चेक्न खोजे नसके रोक्न, नसके चेक्न। लिडरहरू जो चाहिँ पवित्र आत्माले भरेको छ, परमेश्वरको पर्पोसँग जोडेको छ अनि परमेश्वरलाई पहिलो स्थान दिन्छ। नसके रोक्न, नसके चेक्न, फैलिनु पर्थ्यो, फैलिँदै। त्यहाँ बसेर रोमीको कुरा लेख्दै थियो। रोमीको पुस्तक लेख्दै गर्दाखेरि उसलाई थाहा थियो कि ऊ आफै पनि एउटा जन्मसिद्ध रोमी नागरिक थियो, है त, पावलको परिचय। अनि कोरिन्थीको सहरमा के थियो भन्दाखेरि प्रशस्त मूर्ति पूजाहरू थियो। ग्रिक रोमी सहरहरू मूर्ति पूजाले भरिएका थिए। देवताहरू, मन्दिरहरू, संस्कारहरू, संस्कृतिहरू, विभिन्न विधि विधानहरूले भरिएको सहर थियो कोरिन्थी। विभिन्न यौन अनैतिकताले भरिएको सहर थियो कोरिन्थी। खुलेको यौन अनैतिकता, नखुलेको दृश्य रूपमा, अदृश्य रूपमा, छाडा रूपमा यो कोरिन्थी सहरमा चाहिँ धेरैचोटि मान्छेहरू जब कोरिन्थमा जान्थे त्यतिखेर त्यो समयमा भन्थे तिमी त व्यभिचार गर्न जाँदैछौ भनेर। त्यो सहरको नामै व्यभिचारले भरिएको थियो। प्रभुको राज्य, प्रभुको काम, प्रभुको राज्य, प्रभुको काम। खोल्नुपर्छ आवाजहरू, तोड्नुपर्छ बन्धनहरू। खोल्नुपर्छ आवाजहरू, तोड्नुपर्छ। यो सबै कुरा सिक बाउले माथिबाट प्रोभाइड गरिरहेको हुन्छ, लिड गरिरहेको हुन्छ, प्रोटेक्ट गरिरहेको हुन्छ।
अनि नानीहरूको काम चाहिँ आफ्नो आमाबाउलाई ओबे गर्ने पर्छ। यो यसरी भयो भने चाहिँ हामी चाहिँ हाम्रो परिवारमा एउटा राम्रो खालको परिवार बनाउँछौँ। अनि साथसाथै हामीले हाम्रो बायोलोजिकल नानी मात्र होइन, खालि आफ्नो शरीरबाट जन्मेको नानीहरू मात्रै होइन, सक्दो चाहिँ अरू जब हामी नानीहरू राख्छौँ, कोही बेला चाहिँ त्यो नानीहरू तपाईँले आफ्नो परिवारमा राख्नुभयो भने पैसा पेलेर त्यसलाई ट्युसन फिस तिर्देर त्यसलाई सपोर्ट गरेर मात्र पुग्दैन, त्यसले कहिले पनि त्यो नानी हुर्किँदैन। अब हामीले त्यसलाई सायद उसको करियर बनाइदिन्छ होला, उसलाई एउटा डक्टर बनाइदिएला, इन्जिनियर बनाइदिएला, तर गडली कल्चरमा हुर्किँदैन। यदि गडली कल्चरमा हुर्काउनु छ भने हामीसँग राखेको नानीलाई पनि यो त मेरो शरीरमा जन्मेको होइन भनेर सोच्नु हुँदैन। यसरी नै गर्नुपर्छ, यही कुरा उनीहरूलाई सँगै राखेर सिकाउनुपर्छ। अनि भेदभाव नगरिकन यो चाहिँ मेरो जन्मेको आफ्नै नानी हो, यो चाहिँ होइन भन्ने होइन, सँगै राखेर उनीहरूलाई पनि त्यसरी नै सँगै एउटा आफूलाई आफू बाउ जस्तो भएर त्यो जग्गा लिदियो नि, अनि आमाले आमा जस्तो जग्गा लिएर यो त मेरो होइन, यो त बिहारी हो, यो मारवाडी हो, यो अर्को जाति हो नभनिकन ठक्कै आफ्नो बनायो भने अन्त्य चाहिँ हामी अन्तमा गएर त्यो नानीहरू हुर्किँदै गर्दा उनीहरूले सबै ठाउँमा सेवा सुरु गर्दै गर्दा हामी जातिहरूको पिता भन्छ। त्यति बेला चाहिँ बन्धनहरू भइसक्यो बेला नगरौँ ढिला, भइसक्यो बेला नगरौँ। जन्म लिएँ तर पनि मैले एउटा सेवाको लागि चाहिँ जब मैले विवाह गरेँ अनि विवाहको क्षण मेरो लागि एउटा सूर्यको प्रकाशमा हावाको गतिलाई यस्तै छ, यस्तै नै हो, यस्तै छ, यस्तै नै हो।